हेलो नमस्कार वेलकम ब्याक टु माई च्यानल लर्न विथ सुश। आज चाहिँ म मेरो स्टुडेन्टहरूले चाहिँ न्युट्रिसन एक्जिबिसन गर्न जाँदैछन्। त्यसैको लागि मैले चाहिँ यो भिडियो खिच्दैछु। ल अब हामी आयौँ है एक्जिबिसनको लागि स्टार्ट भइरह। करिकुलमको अनुसार चाहिँ न्युट्रिसन एक्जिबिसन रहेको छ। आज मिति 2082 1 महिना 22 गतेका दिन चाहिँ हामीले न्युट्रिसन एक्जिबिसन प्रोग्रामको आयोजना गरेका छौँ। हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुहुने सम्पूर्ण शिक्षकहरू र मेरा साथीहरूप्रति म रश्मि आचार्यको तर्फबाट नमस्कार। आजको यस कार्यक्रममा पाल्नुहुने आदरणीय प्राचार्यज्यू श्री निफा ढकाल म्यामलाई यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। त्यसै गरी न्युट्रिसनको प्रशिक्षक स्वागत गर्न चाहन्छौँ। त्यसै गरी हाम्रो पठन पाठनमा सहयोग पुर्याउनु हुने सम्मानीय शिक्षक शिक्षिकाज्यूहरूलाई यस कार्यक्रमको सुरुवात चाहिँ हामीले रिबन काटेर र यो पलासमा दीप प्रज्वलन गरेर सुरुवात गर्न लागिरहेका छौँ। यसको लागि चाहिँ प्रिन्सिपल म्याम र न्युट्रिसन म्यामलाई यो दीप प्रज्वलन गरिदिनु हुन अब हामी प्रदर्शनीको तर्फ छौँ र नानीहरूले हामीलाई फुलगुच्छा दिएर स्वागत गर्दैछन्। नानीहरूले हेर्न सक्नुहुन्छ। नमस्कार म्याम, म चाहिँ विनिशा देवकोटा बीएससी नर्सिङ फर्स्ट इयरबाट। आज चाहिँ हाम्रो न्युट्रिसन एक्जिबिसन प्रोग्राम हुन जाँदैछ र हाम्रो ग्रुप एको कन्टेन्ट चाहिँ यस प्रकारको छ। न्युट्रिसन चार्जमा चाहिँ म्याक्रो र माइक्रो न्युट्रियन्स छ। म्याक्रोमा चाहिँ कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, वाटर छ भने माइक्रोमा चाहिँ भिटामिन, मिनरल्सहरू हामीले एक्सप्लेन गर्न जाँदैछौँ। कार्बोहाइड्रेटमा चाहिँ सिम्प्लेक्स कार्बोहाइड्रेट र कम्प्लेक्स कार्बोहाइड्रेट हुन्छ, जुन चाहिँ हामीले चार्ट पेपरमा पनि प्रेजेन्ट गरेको छौँ र कुनै चाहिँ हामीले रियल डिस्प्ले पनि गरेको छौँ। त्यस्तै गरी प्रोटिनमा चाहिँ एनिमल प्रोटिन र प्लान्ट प्रोटिन छ, जुनको चाहिँ हाम्रो रियल डिस्प्ले छ। त्यस्तै गरेर फ्याटमा चाहिँ गुड फ्याट र ब्याड फ्याट छ, जुन चाहिँ हामीले चार्ट पेपरमा देखाएको छौँ र केही फ्याटहरू चाहिँ हामीले रियल डिस्प्ले पनि गरेको छौँ। माइक्रो हुन्छ, म्याक्रोमा चाहिँ कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, वाटर हुन्छ, जुन चाहिँ धेरै अमाउन्टमा चाहिन्छ। माइक्रो भनेको चाहिँ सानो अमाउन्टमा चाहिन्छ तर एकदम भेरी इम्पोर्टेन्ट हुन्छ, जहाँ चाहिँ भिटामिन अनि मिनरल्स पनि हुन्छ। अबको टपिक चाहिँ धन्यवाद। नमस्कार म्याम, मेरो नाम आसमा अधिकारी हो। आज भइरहेको यस न्युट्रिसन एक्जिबिसनमा मेरो टपिक रहेको छ म्याक्रोन्युट्रियन्ट्स। म्याक्रोन्युट्रियन्ट्स अन्तर्गत हाम्रो कार्बोहाइड्रेट, प्रोटिन, फ्याट र वाटर परेको छ। मेरो टपिक चाहिँ कार्बोहाइड्रेट, प्रोटिन र फ्याट मात्र रहेको छ। वाटर चाहिँ साथी डिस्क्राइब गर्छ। हाम्रो कार्बोहाइड्रेटहरू हामीले कति खानुपर्छ त? हामी कम्प्लेक्स अन्तर्गत ब्राउन राइस, ब्रोकोली, स्विट पोट्याटो, क्यारोट, फ्रुट्स एन्ड ग्रिन लिफ भेजिटेबल रहेको छ भने हाम्रो यो सिम्पल अन्तर्गत चाहिँ कुकिज, व्हाइट राइस, फ्रेन्च फ्राइजहरू परेको छ। हामीले खाना दुईटै खानुपर्छ तर धेरै मात्रामा चाहिँ हामीले कम्प्लेक्समै खानुपर्छ। सिम्पल पनि नखाने होइन, खाना चाहिँ पर्छ तर फाइदा चाहिँ कम्प्लेक्समै गर्दछ। त्यसै गरी हाम्रो प्रोटिन रहेको छ। प्रोटिन चाहिँ हामीले रियल डिस्प्लेमा राखेका छौँ। प्रोटिन अन्तर्गत हाम्रो ड्राई फ्रुट्स भयो, किडनी बिन्स भयो र चिया सिड, मुस्रुको दाल, सोयाबिन, भटमास रहेको छ भने एनिमल प्रोटिन अन्तर्गत दुध, मासु, एग, फिस रहेको छ। फ्याटमा चाहिँ हामीले यहाँ गुड फ्याट र ब्याड फ्याट भनेर क्लासिफाई गरेका छौँ। हामीले गुड फ्याटहरूको अन्तर्गत चाहिँ मोनो अनस्याचुरेटेड फ्याटी एसिड र पोली अनस्याचुरेटेड फ्याटी एसिड पर्दछ भने ब्याड फ्याट अन्तर्गत स्याचुरेटेड फ्याट्स र ट्रान्स फ्याट पर्दछ। हामीले गुड फ्याट्सबाट चाहिँ हामीले त्यो ब्याड कोलेस्ट्रोललाई लोवर गर्छ र गुड कोलेस्ट्रोललाई बढाउँछ। त्यसै गरी त्यही भएर हामीले गुड फ्याटलाई प्रिफर गर्नुपर्दछ। धन्यवाद म्याम। नमस्कार टिचर, मेरो नाम चाहिँ अमृता रामदम। आजको न्युट्रिसन एक्जिबिसनमा चाहिँ मेरो पोर्सन चाहिँ वाटर, भाइटामिन्स र मिनरल्स परेको छ। वाइ वाटर इज इम्पोर्टेन्ट? वाटर किन इम्पोर्टेन्ट छ त हाम्रो बडीको लागि? बिकज इट हेल्प्स इन कन्सन्ट्रेसन एन्ड मेमोरीको लागि, बुस्ट मेटाबोलिजम, इम्प्रुभ ब्रेन फङ्सन्स। हेरिन सक्नुहुन्छ भाइटामिन चाहिँ हामीले फ्याट सल्युबल र वाटर सल्युबलमा डिभाइड गरेको छौँ। फ्याट सल्युबल चाहिँ ATPK हो र वाटर सल्युबल चाहिँ BC हो।
बी कम्प्लेक्स हामीले चाहिँ मिल्क बनाना एग चिजबाट पनि पाउन सक्छौँ र सी चाहिँ हामीले स्ट्रबेरी लेमन र क्याप्सिकमबाट पनि पाउन सक्छौँ र मिनरल्सहरू चाहिँ हामीले 2 टाइप्समा डिभाइड गरेको छ हजुरहरूले यो पनि हेर्न सक्नुहुन्छ त्यो चाहिँ मेजर मिनरल्स हो अनि अर्को चाहिँ माइनर मिनरल्स मेजर मिनरल्समा चाहिँ क्याल्सियम सोडियम फोस्फरस क्याल्सियममा चाहिँ मिल्क चिज लेमन र आल्मोन्ड र सोडियममा चाहिँ साल्ट फिश र फोस्फरसमा चाहिँ बीफ लिभर ब्रेड एग र म्याग्नेसियममा चाहिँ लिफ पोटाटो बनाना माइनर मिनरल्समा चाहिँ आइरन चाहिँ हामीले वाटरमेलन लिभर अनि मिटबाट पनि पाउन सक्छौँ र जिङ्क चाहिँ पम्किन सीड्स मसरुम डार्क चकलेटहरूबाट पनि पाउन सक्छौँ र आयोडिन चाहिँ हामीले साल्ट योगर्ट सेलफिसबाट पाउन सक्छौँ थ्याङ्क यू नमस्कार म्याम मेरो नाम चाहिँ आइसा लिटल आजको यो न्युट्रिसन एक्जिबिसनमा चाहिँ मेरो पोर्सनमा चाहिँ ब्यालेन्स डाइट र फुड पिरामिड परेको छ सुरुमा ब्यालेन्स डाइट भनेको चाहिँ के हो ब्यालेन्स डाइटमा चाहिँ कार्बोहाइड्रेट फ्याट प्रोटिन मिनरल भिटामिन पर्छ यसले चाहिँ हामीलाई के इन्डिकेट गर्छ कि हामीले सबै अमाउन्ट अफ कार्बोहाइड्रेट फ्याट प्रोटिन मिनरल भिटामिन्सहरू चाहिँ मिलाएर कति अपटेक गर्न पर्छ भनेर चाहिँ यो ब्यालेन्स डाइटले चाहिँ हामीलाई इन्डिकेट गर्छ त्यसै लगायत फुड पिरामिडको भन्न गइरहेको छु फुड पिरामिडलाई चाहिँ डाइट पिरामिड पनि भनिन्छ यो फुड पिरामिड भनेको चाहिँ यो फुड पिरामिडले चाहिँ हामीले कति सर्भिङको खानेकुरा खाने सबै बेसिक फुड ग्रुप्सहरूबाट त्यो इन्डिकेट गर्छ फुड पिरामिड चाहिँ सुरुमा स्विडनमा इन्ट्रोड्युस भएको थियो 1974 मा अनि युनाइटेड स्टेट्स अफ एग्रिकल्चरल डिपार्टमेन्टले चाहिँ यसलाई 1992 मा इन्ट्रोड्युस गराएको थियो यो फुड पिरामिडमा चाहिँ ब्रेड सिरियल राइस एन्ड पास्ता ग्रुप फ्रुट ग्रुप भेजिटेबल ग्रुप मीट पोल्ट्री फिश ड्राई बीन्स एग्स एन्ड नट्स ग्रुप मीट योगर्ट एन्ड चिज ग्रुप अनि फ्याट्स ओइल एन्ड स्वीट्स ग्रुप पर्छ फ्याट ओइल्स र स्वीट यसको चाहिँ सर्भिङ रेकमेन्डेड छैन किनभने यो चाहिँ हाम्रो लागि नेसेसरी छैन यसमा चाहिँ सेचुरेटेड फ्याटहरू र सुगर भएकोले यसले चाहिँ ओबेसिटीलाई प्रमोट गर्छ त्यही भएर ओइल्सहरूको इन्स्टेडमा हामीले ओलिभ ओइलहरू युज गर्न सक्छौँ कति सर्भिङ खाने भनेर स्याम्पल पनि लिएर आएको छु सिरियल्समा चाहिँ ब्रेड हामीले 1 स्लाइस अफ ब्रेड खायौँ भने चाहिँ हाम्रो 1 सर्भिङ चाहिँ कम्प्लिट हुन्छ जसमा चाहिँ 25 to 40 ग्राम हुन्छ राइस पनि हामीले हाफ कुक खायौँ भने 1 सर्भिङ कम्प्लिट हुन्छ राइस त हामीले हाफ कुक्ड मात्र त खाँदैनौँ नि त अनि हामीले बिहान पनि खान्छौँ बेलुका पनि खान्छौँ त्यही गरेर राइसको सर्भिङ चाहिँ बढ्छ अनि त्यही भएर हामीले सर्भिङ चाहिँ 6 to 11 सर्भिङ चाहिँ डेली बेसिसमा खानुपर्छ सेडेन्टरी लाइफस्टाइल भएको जस्तै अब अफिसहरूमा बसेर काम गर्ने मान्छेहरू हुन्छ नि उहाँहरूले चाहिँ 6 सर्भिङ खानुपर्छ जस्तै अब फिजिकल एक्टिभिटीहरू गर्नेले चाहिँ 8 to 9 सर्भिङ अनि हेभी फिजिकल एक्टिभिटीहरू गर्ने जस्तै एथलिट अनि ढुङ्गा फुटाउनेहरू काम गर्ने लेबररहरूले चाहिँ 11 सर्भिङ खानुपर्छ अब फ्रुट चाहिँ एउटा मिडियम एप्पल खायौँ भने चाहिँ 1 सर्भिङ चाहिँ कम्प्लिट हुन्छ भने बनाना एउटा मिडियम बनाना साइज खायौँ भने पनि त्यसमा चाहिँ 1 सर्भिङ कम्प्लिट हुन्छ जान्न छ भने हाम्रो सुषमा म्यामको युट्युब च्यानलमा नि हेर्न सक्नुहुन्छ नमस्कार सबैजनालाई मेरो नाम चाहिँ आशिका भित्री आजको न्युट्रिसन एक्जिबिसनमा मेरो टपिक चाहिँ माइग्रेटको रहेको छ कति खानेकुराहरू कति र कसरी कति पर्सनमा खानुपर्छ भनेर चाहिँ माइग्रेटको कन्सेप्ट आएको हो पिरामिड चाहिँ 2005 मा रिप्लेस भएर 2011 मा माइग्रेटको कन्सेप्ट भएको हो माइग्रेटमा के पर्छ त हामीले चाहिँ जुन चाहिँ हामीले डिस्प्लेमा सो गरेका छौँ माइग्रेटमा चाहिँ कार्बोहाइड्रेट 30% हामीले इन्क्लुड गर्नुपर्दछ प्रोटिनको पर्सेन्ट चाहिँ 20% रहेको छ यस्तै गरी अर्को रहेको छ भेजिटेबल नमस्कार म्याम नाम आशिका भण्डारी आजको यो न्युट्रिसन एक्जिबिसनमा चाहिँ मेरो पोर्सन चाहिँ प्रेग्नेन्ट वुमन र ल्याक्टेटिङ वुमन रहेको छ मान्छेको सबैभन्दा फर्स्ट स्टेज भनेको चाहिँ प्रेग्नेन्सी हुन्छ त्यसपछि इन्फान्ट टोडलर ओल्ड एज हुँदै चाहिँ जाने गर्छ र प्रेग्नेन्सीमा चाहिँ प्रेग्नेन्ट वुमनलाई चाहिँ न्युट्रिएन्टहरूको चाहिँ एकदमै आवश्यक परिरहेको हुन्छ त्यो मध्ये पनि मैले यहाँबाट मेन न्युट्रिएन्टहरू चाहिँ लिएर आएको छु जस्तो इनर्जी प्रोटिन क्याल्सियम आइरन फोलिक एसिड भिटामिन ए भिटामिन सी भिटामिन डी जिङ्क आयोडिन वाटर यिनीहरू चाहिँ प्रेग्नेन्ट वुमनलाई चाहिँ धेरै नै इम्पोर्टेन्ट हुने गर्छ र कति प्रेग्नेन्ट वुमनले कति खानुपर्छ र ल्याक्टेटिङ वुमन मतलब
दुध चुसाउने आमाले चाहिँ कति खानुपर्छ भनेर चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। र त्यसै गरी एउटा आमाले बच्चालाई दुध चुसाउँदाखेरि चाहिँ आमा र बच्चालाई के फाइदा भइरहेको हुन्छ त त्यो पनि हेरौँ। सुरुमा चाहिँ बच्चालाई के फाइदा हुन्छ हेरौँ। बच्चालाई चाहिँ यसले न्युट्रिसन अर्थात् पोषक तत्त्वहरू चाहिँ प्रोभाइड गर्छ। हजुरहरूले देख्नु सक्नुहुन्छ यहाँ एउटा आमाले चाहिँ आफ्नो बच्चालाई चाहिँ दुध चुसाइरहेको छिन् र हामीले डिफेन्समा चाहिँ कम्प्रिहेन्सिभ टेक्स्ट बुक अफ फुड एन्ड न्युट्रिसन बाइ सुषमा सापकोटा म्यामले लेखेको थियौँ र लेक्चर चाहिँ सुषमा सापकोटा म्यामकै लेखेको थियौँ। वेबसाइटमा चाहिँ हामीले रेफरेन्सलाई लेख्यौँ। थ्याङ्क यू। With Group A. अब ग्रुप बी को प्रेजेन्ट हुँदैछ। आज हामी ग्रुप बी हजुरहरूलाई चाहिँ न्युट्रिसन इन्फर्मेसनमा शिशु र बच्चाको पोषणहरूको बारेमा भन्न गएका छौँ। हाम्रो कन्टेन्ट चाहिँ ब्रेस्ट फिडिङ, विनिङ, बोथ मेन्टली, पिको, डेली रिक्वायरमेन्ट अफ इन्फेन्ट एन्ड टोडलर हो। जसमा मेरो भागमा चाहिँ बेनिफिट अफ ब्रेस्ट फिडिङ मोडल गरेको छ। यदि बच्चालाई हामीले दुध खायो भने चाहिँ एनिमियामा आमालाई हुँदैन। बेनिफिट अफ ब्रेस्ट फिडिङ फर बेबिजमा चाहिँ ब्रेस्ट मिल्क खुवाउन चाहिँ इजी हुन्छ आमाहरूलाई। अनि लेस रिस्क अफ चाइल्ड ओबेसिटी, बच्चाहरू चाहिँ एकदम मोटो हुनुभन्दा ठिक्कको हुन्छ, हेल्दी हुन्छ। ब्रेस्ट फिडिङ अफ इन्फेन्ट डेभलप हायर आइक्युज। यति आमाको दुध खाएको बच्चाहरू चाहिँ एकदम हाई लेभलको आइक्यू हुन्छ ल्याक्टोजहरू खानुभन्दा। मिल्कमा चाहिँ कोलेस्ट्रोल मिल्क अनि ट्रान्सफर मिल्क एन्ड नेचुरल मिल्क हुन्छ। कोलेस्ट्रोल भनेको बाक्लो पहिलो हुन्छ, त्यो चाहिँ बच्चा जन्मेको 1 देखि 5 दिनसम्म आएको हुन्छ। अनि ट्रान्सफर मिल्क भनेको चाहिँ 5 देखि चाहिँ 2 हप्तासम्म आएको मिल्कलाई भनिन्छ। नेचुरल मिल्क चाहिँ 2 हप्ता पछिको मिल्कलाई चाहिँ हामीले नेचुरल मिल्क भनिन्छ। बच्चालाई हामीले केही दुध मात्र खुवाउनुपर्छ 6 महिनासम्म, किनकि मिल्कमा चाहिँ हामीले प्रशस्त मात्रामा बटरहरू पाइन्छ। अनि कार्बोहाइड्रेट 7% पाइन्छ, फ्याटहरू 3.5% पाइन्छ, प्रोटिन अबाउट 0.8-0.9% पाइन्छ। भिटामिन A, D, K, हामीले त्यहाँ मिल्कमा आमाको दुधबाट पाइन्छ। त्यसैले हामीले बच्चाहरूलाई चाहिँ अरू खुवाउनु पर्दैन 6 महिनासम्म। अब चाहिँ मेरो साथीले भन्छ बोलाउँदा खिलाउँदा पनि एकदम एक्टिभली जाने ध्यान दिँदै गर्छ र स्लिप सेड्युल पनि उसको 20 मिनट सुत्ने जस्तो दिने सुत्दाखेरि बिचतिर सुत्ने जस्तो हुँदैन। अनि मार्गदर्शनहरू जस्तो चाहिँ कम्पिटिसनहरू आउँदैन, स्टेडी वेट गेन हुन्छ र मजाको ब्रेस्ट पनि सक्रिय हुन्छ। अब चाहिँ जाम ल्याक्टिङ टेक्निक र ल्याक्टिङ टेक्निकमा चाहिँ यो चाहिँ गलत तरिका हो र यो चाहिँ सही तरिका हो। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ गलत तरिकामा चाहिँ बच्चाले आमाको जस्ट निप्पलको थोरै भाग मात्र सर्भ भएको छ। यस्तो गर्दाखेरि चाहिँ इनफ मिल्क नआउन नि सक्छ। यो सही तरिकामा चाहिँ निप्पलको वरिपरि जुन सराउन्ड गरेको पिगमेन्टेड एरियासम्मको सर्भ गरेको छ। यस्तो गर्दा चाहिँ एकदम इनफ मिल्क आउँछ र बच्चाले राम्रो भाग हुन्छ। अब जाम ब्रेस्टको एनाटोमीतिर। ब्रेस्टको एनाटोमीको यो एल्लो पार्टलाई चाहिँ फ्याट भनेको छ। यसले चाहिँ ब्रेस्टको सेप एन्ड साइज दिन हेल्प गर्छ। यो जुन ब्लू कलरको पार्टलाई चाहिँ लोब्युल्स भन्छ। यो लोब्युल्समा चाहिँ मिल्क प्रोड्युस हुन्छ र यो लाइन जस्तो पार्टलाई चाहिँ मिल्क डक्ट भनिन्छ। मिल्क डक्टले चाहिँ लोब्युल्सबाट निप्पलसम्म चाहिँ मिल्क लान हेल्प गर्छ र जुन यो प्रोट्रुडिङ पार्ट छ यसलाई चाहिँ निप्पल भनिन्छ। यसको थ्रुले बच्चाले मिल्क पाउने हो। अब यो चाहिँ ब्रेस्ट फिडिङको पोजिसनहरू छ। यो चाहिँ साइड लाइन पोजिसन, यो चाहिँ क्र्याडल पोजिसन, यो चाहिँ लेट ब्याक र यो चाहिँ फुटबल पोजिसन। अनि यो पोजिसन चाहिँ किन यो के ध्यान दिनुपर्छ त? साइड लाइन पोजिसनमा चाहिँ आमाको आर्म्स चाहिँ बच्चाको टाउकोभन्दा माथि हुनुपर्छ। कानमा दुध लाग्न सक्छ, त्यसको चाहिँ एकदम ध्यान राख्नुपर्छ। नाक पनि बन्द हुन सक्छ है। ल नमस्कार सम्पूर्णमा, मेरो नाम चाहिँ प्रविका अधिकारी। म चाहिँ अब मेरो साथीले भनेपछि चाहिँ म चाहिँ अब विनिङ अर्थात् अन्नप्राशनको बारेमा चाहिँ हजुरहरूलाई भन्न गइरहेको छु। सो हाम्रो नेपाली कल्चरमा हेर्ने हो भने चाहिँ बेबी गर्लको लागि चाहिँ 5 मन्थ भएपछि चाहिँ विनिङ गरिन्छ भने बेबी बोयको लागि चाहिँ आफ्टर 6 मन्थ चाहिँ विनिङ गरिन्छ। सो विनिङ भन्नाले के हो बुझ्न अनुसार के हुँदैन विनिङ भनेको चाहिँ एउटा कम्प्लिमेन्ट्री फिडिङहरू इन्ट्रोड्युस गराउने एउटा मेथड हो।
यसमा चाहिँ बेबीजलाई चाहिँ ब्रेस्ट मिल्कबाट नपुगेको न्युट्रिएन्टहरू पनि इन्ट्रोड्युस गराउन सकिन्छ। यसमा चाहिँ हामीले यहाँ हेर्न सकिन्छ जस्तै कि यहाँ विनिङमा चाहिँ हामीले सफ्ट फुडहरू राइसहरू तर यिनीहरूमा चाहिँ सल्ट र सुगर चाहिँ एड गर्नु हुँदैन। त्यसै गरी अरू फ्रुट्सहरू र सफ्ट फुडहरू पनि इन्ट्रोड्युस गराउन सक्छौँ। अब चाहिँ म बेबीको विनिङको लागि चाहिँ हाम्रो न्युट्रिसन म्याम सुषमा म्याम र प्रिन्सिपल म्याम निशा म्यामलाई चाहिँ बेबीको विनिङ गर्नको लागि हाम्रो प्रिन्सिपल म्याम बिजी भएको कारणले मन्जु म्याम र म न्युट्रिसन टिचर चाहिँ हामीले चाहिँ बेबीको अन्नप्राशन गर्दैछौँ। नानुलाई माला लगाएर आशीर्वाद दिँदैछौँ। हामीले चाहिँ एम्सहरू हेर्छौँ। यो विनिङ किन गरिन्छ भने विनिङ त गर्यो तर विनिङको एकदम एम्स चाहिँ के छ भनेर चाहिँ हामी यता हेर्न गइरहेको छ। सो एम्स अफ विनिङ चाहिँ बेबीजलाई चाहिँ न्युट्रिसनल निड्सहरू सबै फुलफिल गर्नको लागि चाहिँ विनिङ गरिन्छ। ब्रेस्ट मिल्क मात्रै चाहिँ इनफ हुँदैन नि त बेबीजको लागि, त्यसैले एक्स्ट्रा न्युट्रिसनल निडहरूको लागि चाहिँ प्रोभाइड गर्नको लागि चाहिँ विनिङ गरिन्छ। त्यसै गरी बच्चा चाहिँ इन्डिपेन्डेन्ट हुन्छ। जस्तै बच्चाहरूले चाहिँ आफ्नो हातहरू युज गरेर सफ्ट फुडहरू खाने त्यस्तै गरेर इन्डिपेन्डेन्ट हुन्छ। त्यसै गरी डेभलपमेन्ट माइलस्टोन बेबी चाहिँ डेभलप हुनको लागि चाहिँ विनिङ एकदमै इम्पोर्टेन्ट छ। बेबीको मसलहरूको ग्रोथको लागि त्यसै गरी मोरल डेभलपमेन्टको लागि चाहिँ विनिङ एकदमै इम्पोर्टेन्ट छ। त्यसै गरी इम्युन सिस्टम भन्नाले चाहिँ हाम्रो बडीको नेचुरल एउटा एन्टिबडीको लागि हो। त्यसै गरी इम्युन सिस्टम पनि यसले डेभलप गर्न चाहिँ हेल्प गर्छ। थ्याङ्क यू। अनि विनिङ गर्दा चाहिँ के कुरा चाहिँ प्यारेन्ट्सलाई चाहिँ एकदमै भन्नु जरुरी छ? विनिङ गर्नको लागि चाहिँ अप टु 1 इयर चाहिँ बेबीजलाई चाहिँ सल्ट र सुगर चाहिँ इन्ट्रोड्युस गराउनु हुँदैन। त्यसै गरी एकदमै हार्ड फुड्सहरू पनि खानु हुँदैन। सफ्ट फुडहरू जस्तै क्यारोटहरू पनि बोइल गरेर म्यास गरेर चाहिँ दिनुपर्छ। अनि त्यसपछि कुनै पनि खानेकुरा इन्ट्रोड्युस गर्दाखेरि 4 to 7 डेजसम्म सेम खानेकुरा चाहिँ खान दिनु होइन। एट अ टाइम चाहिँ 2-3वटा खानेकुराहरू इन्ट्रोड्युस गर्नुभयो। कसैलाई फुड एलर्जी हुनसक्छ, कुन फुडको एलर्जी हो भन्ने एकदम है त्यो कुरा चाहिँ नमस्कार म्याम, मेरो नाम चाहिँ बिप्ना भण्डारी हो। भन्ने भनेको मेरो सर्वोत्तम पिठो हो। सर्वोत्तम पिठो भनेको चाहिँ हाम्रो एकदमै लोकली एभाइलेबल पनि हुनसक्छ, लोकली एभाइलेबल पनि हुन्छ, एकदमै सजिलो हुन्छ बनाउन पनि, अनि बच्चाहरूको लागि पनि एकदमै पौष्टिक र राम्रो पनि हुन्छ। यहाँ चाहिँ सर्वोत्तम पिठो बनाउने तरिकाहरू चाहिँ हामीले यहाँ पनि हेर्न सकिन्छ र म चाहिँ अब बनाएर देखाउँछु है। अब मैले चाहिँ सर्वोत्तम पिठोको लागि ध्यान दिनुपर्ने चाहिँ 2 भाग अन्न र 1 भाग चाहिँ गेडागुडी चाहिँ लिन्छ। 2 भाग अन्नमा चाहिँ मैले चाहिँ यो पखालेर राम्रोसँग घाममा सुकाएर चाहिँ लिएको हो। 2 भाग अन्नमा चाहिँ मैले चामल चाहिँ अलि धेरै लिएको छु, अनि त्यसपछि मकै अनि गहुँ लिएको छु भने गेडागुडीमा चाहिँ मैले चना र भटमास लिएको छु। अब हामीले चाहिँ अहिले चाहिँ अब मिक्सरहरू पनि पिसेर युज गर्न सकिन्छ भने हाम्रो चाहिँ ट्रेडिसनलको रूपमा चाहिँ यहाँ चुलोहरू बनाएर देखाउनु खोजेको छ। त्यो पुरानो ऊहरूलाई चाहिँ हल्का गरेर यसलाई चाहिँ म मकैहरू अनि हल्का मकै अनि सुमा चाहिँ यसो छुट्टै छुट्टै भुट्छु होइन। अनि मकै पनि पहिला भुटेर निकाल्छु, अनि त्यसपछि फेरि गहुँ अनि गहुँलाई पनि छुट्टै छुट्टै भुटेर राम्रोसँग भुटेर म चाहिँ राम्रोसँग भुटेछु कि साह्रै त्यहाँ आगोमा चाहिँ राम्रोसँग भुटेर निकाल्छु। अनि त्यसपछि चामललाई पनि छुट्टै छुट्टै भुटेर अनि त्यसपछि निकाल्छु। अनि त्यसपछि अब चाहिँ गेडागुडीलाई यसरी नै सबै लिएर अब भुटेर चाहिँ निकालेपछि चाहिँ अनि त्यसरी छुट्टै राख्छु। अनि चाहिँ भुटेको भयो होइन। त्यसपछि यो भुटेकोलाई चाहिँ मैले दालमा हालेर यसको चाहिँ पिन्ने पनि छुट्टा हजुर छिटो छिटो पिस्यो भने चाहिँ टेस्ट पनि हुन्छ, सजिलो पनि हुन्छ, राम्रोसँग पिसिन्छ नि त। त्यही भएर मैले चाहिँ छिटो छिटो पिसेर दिएको छु। अब यसलाई नै सबै छुट्टै छुट्टै नै पिसेर जातमा पिसेर चाहिँ यसको र आज मेरो टपिक रहेको छ बेनिफिट अफ सर्वोत्तम पिठो र यसले चाहिँ एनर्जी बुस्ट गर्छ। यो लोकली एभाइलेबल हुन्छ, जसले गर्दा यो एकदमै सस्तो पाइन्छ। यसले ग्रोथलाई सपोर्ट गर्छ ताजाको र यसमा चाहिँ धेरै न्युट्रिसनहरू पाइसक्छ। यसले चाहिँ इम्युन चाहिँ इम्प्रुभ गर्छ र एकदमै शरीरसँग पचाउन सकिन्छ। आज टपिक रहेको छ मेरो चाहिँ डेली रिक्वायरमेन्ट्स फर इन्फेन्ट। इन्फेन्ट्स भनेको 0 to 12 मन्थको बच्चाले भनिन्छ र हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ डेली रिक्वायरमेन्ट्स फर 0 to 6 months। कार्बोहाइड्रेट 60 ग्राम, एनर्जी 570 क्यालोरी, प्रोटिन 9.1 ग्राम, भाइटामिन B2 0.4।
प्रोग्राममा चाहिँ बिएससी फर्स्ट इयर अटेन्ड आज चाहिँ मेरो भाषा चाहिँ ग्रोथ भयो गरी बारे भन्दाखेरि छु यसले चाहिँ मालन्युट्रिसनलाई डिटेक्ट गर्न हेल्प गर्छ यसमा चाहिँ मुख्य कारण लागिरहेको होइन पहिलो भनेको वेट पर एज हाइट पर एज र वेट ओभर सर्टेन पेरेन्ट्स सुरुमा चाहिँ हाम्रो वेट पर एज यसमा चाहिँ एउटा बालबालिकाको तौललाई चाहिँ स्वस्थ बालबालिका त्यही स्वस्थ बालबालिकाको तौलसँग चाहिँ तुलना गरिन्छ अनि त्यसले गर्दाखेरि चाहिँ यदि त्यो बालबालिकाको तौल चाहिँ कम छैन भनेर थाहा हुन सकिन्छ यदि चाहिँ त्यो बालबालिकाको तौल चाहिँ स्वस्थ बालबालिकाको भन्दा 60% कम छ भने चाहिँ त्यो बालबालिकालाई चाहिँ सेभेरली मालनरिस्ड वा कुपोषित भनेर पनि थाहा हुन सकिन्छ दोस्रो रहेछ वेट फर देम यो भनेको तौल अनुसारको उठाइ यसमा चाहिँ बालबालिकालाई चाहिँ उनको तौल चाहिँ एउटा कम्ता बालबालिका धेरै उकाइ भएको स्वस्थ बालबालिकाको तौलसँग तुलना गरिन्छ यहाँ चाहिँ दुईवटा उपकरणहरूको प्रयोग गरिन्छ एउटा चाहिँ तौल मापन गर्ने मेसिन र अर्को चाहिँ उचाइ मापन गर्ने यसमा चाहिँ यदि यसले चाहिँ हाम्रो वेस्टिङ पत्ता लगाउन सकिन्छ साथै यसमा चाहिँ यदि त्यो बालबालिकाको चाहिँ स्वस्थ बालबालिकाको भन्दा 60% कम तौल छ भने त्यसलाई चाहिँ सेभेरी वेस्टेड भनेर पनि जनाइन्छ यसको लागि चाहिँ उमेर हामीले चाहिने नभएको चाहिँ अलिक सजिलो भएको छ तर दुईटा उपकरण प्रयोग गरेको भएर दुईजना मानिसहरू पनि चाहिएको चाहिँ त्यो भनेको चाहिँ त्यो बच्चालाई गम्भीर रूपमा कुपोषण अथवा सेभर एक्युट मालन्युट्रिसन भनिन्छ त्यसलाई चाहिँ रातो रङले गराउने गर्दछ अब यसै गरी हामीले चाहिँ संक्षेपमा चाहिँ हामीले ब्रेस्ट फिडिङको बारेमा विनिङको बारेमा अनि त्यसपछि सर्वोत्तम भिडियो डेली रिक्वायरमेन्ट अफ इन्फ्यान्ट्स अनि मोडलर्सको बारेमा र साथै ग्रोथ मनिटरिङको बारेमा नि छलफल गर्यौँ यसले चाहिँ शिशु र बालबालिकाको सही पोषण गर्यो भने चाहिँ भविष्यमा शिशु र बालबालिकाको शरीरको राम्रोसँग विकास हुन मद्दत गर्दछ र कुपोषणलाई हटाउन पनि मद्दत गर्दछ यो सबै जानकारीको लागि हामीले चाहिँ हाम्रो कक्षा सुषमा सापकोटा म्यामद्वारा लिखित वुडन न्युट्रिसनबाट चाहिँ हामीले सन्दर्भ लिएका छौँ जुन चाहिँ समीक्षा पब्लिकेसनबाट प्रकाशित भएको छ साथै गुगल पिन्ट्रेस्ट अन्डरस्कोर इमेजबाट चाहिँ हामीले सामान्य चित्रहरू र जानकारी र विकिपिडियाबाट चाहिँ परिभाषा र पुष्टिको मद्दत गरेका छौँ यी सबै स्रोतहरूले गर्दाखेरि चाहिँ हाम्रो यो प्रस्तुति चाहिँ अझै तथ्यमा आधारित भएको जस्तो लाग्छ मलाई चाहिँ त्यसै गरी सम्पूर्ण हाम्रो शिक्षिका म्याम शिक्षक शिक्षिका म्यामलाई यहाँ आइदिनु भएको र हाम्रो समय दिनुभएकोमा हामीलाई प्रोत्साहन दिनुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु हामीले अझै राम्रो गर्न सक्ने भन्ने चाहिँ हाम्रो प्रेरणाहरू पनि पाएका छौँ धन्यवाद यो चाहिँ ग्रुप बी को चाहिँ स्टुडेन्टहरूसँग हेर्नुहोस् त अब र केही झलकहरू हेर्न सक्नुहुन्छ थ्याङ्क यू फर वाचिङ माई भिडियो हजुरहरूलाई कस्तो लाग्यो र अरू भिडियो फेरि आउनेछ थ्याङ्क यू